नाइस टेलिभिजनको लागि रुद्रकाली मिडिया हाउसको प्रस्तुति। सानी म के भनौँ, भाइको चिठी छ ल। के भयो सानी, खोइ ल्याउ त, ले म पढिदिन्छु ले। प्यारी दिदी, तपाईलाई धेरै धेरै सम्झना, मलाई माफ गरिदिनुहोस्। मैले बुवाको अवस्था देख्न नसकेर यो गाउँ छोडेर सहर जाने निर्णय गरेँ। म धेरै पैसा कमाएर बुवाको उपचार गर्न फर्किनेछु। आफ्नो ख्याल राख्नु होला, बाउ र आमाको पनि राम्रो ख्याल गर्नु होला, हेरचाह गर्नु होला। उही तपाईको अभागी भाइ। रिङ्के पुङ्को राकेलाई चुङ्के पुङ्को चुले सिले होइन, यो त त्यो मेरो मित छोराकोमा काम गर्ने होइन। मलाई चिनिनुहोस्, देखिनुहोस्। ए बुढा, मेरो नाम किन बिगारे? मेरो नाम बङ्कुर काने हो। मेरो नाम बिर्खे हो, बिर्खे। के भनि सर, फेरि भन् त। बिर्खे बिर्खे ए बिर्खे होइन त के भन्छ यो बङ्कुर काने? त्यो मेरो मित छोराकोमा काम गर्ने होइन। ए बुढा, कसलाई काम गर्ने भने? त्यो घरको त म साउ हो, साउ। अरे के भन्छ यो? भोलिको पन्जामा रनफनी नगरे हान्छु। अस्तिसम्म तँलाई त्यहाँ भुइँ पुस्दै गरेको देखेको, अहिले आएर साउ भनेर हुन्छ? ओए चुसे बुढा, कसलाई भुइँ पुस्ने भनेको तैँले? म भुइँ पुस्ला जस्तो लाग्छ? भोलिको पन्जामा तैँले कसलाई चुसे बुढा भनेको? चुसे बुढा होइन, हेर यो जान छोरोलाई दाजु भन्दा मिल्छ तैँले? त भन्दा 2 वर्ष कान्छो जस्तो देखिन्छु। ऐनामा सँगै सँगै उभिने हो भने फेरिमा यसलाई त के पार्नु र? यसको त म फुटाइदिनु जस्तो मन लाग्छ। हेर म तेरो मालिकको मित बाउ हो। यो 7 गाउँले मानेको, 7 गाउँले चिनेको मान्छे हो। तैँले नचिनेर हुन्छ? ए बल्ल पो चिने, अघि नै भन्नु पर्दैन त काका हजुरको मित बाउ भनेर? त्यो तेरो मालिक छ, मालिक हो त्यो मेरो आफ्नै मित छोरा हो। त्यो यत्रो मैले त्यसलाई तेललाई हुर्काएर अहिले ठुलो पारेको। त्यसले मलाई कम्ता मान्छ। अहिले पनि भेट्यो भने मित बाउ भनेर कति धेरै सम्मान गर्छ। तैँले मलाई नचिन्ने, अनि तँलाई जागिर खानु मन छैन कि क्या हो? भयो हजुर, भयो, मेरो गल्ती भयो। बल्ल तेरो बुद्धि आएछ। मोला त्यो मेरो मित छोरा त्यहाँ घरमा छ कि छैन? त्यो मेरो मित छोराले कहाँबाट मेरै उमेरको मान्छेलाई मेरो घरमा लिएर थचारेर घर फोहोर पारेर बसिसक्नु छैन। फेरि सरसफा भनेपछि म डिग्री हान्ने मान्छे, त्यही भएर भेट्नु हिँडेको। घरमा छ कि छैन? अहिले त काका हजुर घर हुनुहुन्न।
त्यो बुढाले कहिले आँगनमा छेड्छ, कहिले चुलामा छेड्छ, कहिले तारमा छेड्छ, कहिले ओछ्यानमै छेड्छ। छि 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 कस्तो गनाउने भनेको त्यसको लादी। कुरै गर्दा भमिताउला जस्तो भयो। हेत तेरिका कुन दिनमा यो मिछोराले लिएर राखिदिएछ भनेको। एउटा कुरा सुन यहाँ, तेरो काकालाई त्यो बुढोलाई जसरी हुन्छ यता लिएर आउनु भन्। मलाई दिक्कै लागिसक्यो। यो खेतसेत जानु पर्दैन, हिँड मसँग आज त। होइन खेतमा काम छ कि? मैले भनेपछि के काम नछन्। सुन अब तर म गएर यसो जाडो जाडो पनि छ, भट्टीमा गएर टक्क चिनपाने चढाउने हो। राम्रो राम्रोहरू पनि पाउँछ क्या, त्यो हेरेर त्यसपछि त मजा आइहाल्छ। हिँड। अलिकति जान्ने र बुझ्ने ठुलो भाइ पनि हामीलाई छोडेर सहर गइहाल्यो। बाउ पनि बिरामी छ, आमा पनि त्यस्तो अवस्थामा। किन मलाई कहिले सिकाउँदैन, किन म खुसी हुन सक्दिनँ। सधैँभरि एकपछि अर्को दुःख पालैसँग आउँछ। किन यस्तो हुन्छ मलाई, किन? सानी, ओ सानी, किन रोकी? के भयो तँलाई भन् त? किन रोकी? के भयो? के भयो भने क्या? तेरो बाबाआमालाई त ठिक छ नि? ठिकै छ। अनि किन रोकी त? के भयो तँलाई भन् न? हेर्न, मेरो बाबाआमाको अवस्था त्यस्तो छ। अलिकति जान्ने बुझ्ने भाइ पनि हामीलाई छोडेर गयो। हो र? लौ न, कहिले? खै काका हजुरले मलाई तिम्रो भाइको चिठी भनेर दिनुभयो। त्यो चिठीमा भाइको फोटो पनि रहेछ। मैले त केही हेर्नै सकिनँ। पछि काका हजुरले नै चिठी पढेर सुनाउनु भयो। बाउको उपचारको लागि सहर गएँ दिदी। म सहर गएर धेरै पैसा कमाएर लिएर आउँछु भनेर लेखेको रहेछ। धन्न, मैले त अर्कै पो सोचेको थिएँ। सहर पो गएर रहेछ। बुझेँ त आफै भन्दा म के गर्नु, मेरो भाइ गयो सहर। नरो हेर सानी, बरु आमालाई सहरमा लगेर राम्रो अस्पतालमा उपचार गर्नु। यस्तो कमजोर नभन्दिदिस्। हुन्छ बुझेली, अहिले म जान्छु ल। ल। हे प्रभु, यसलाई मात्र कति दुःख पर्दो रहेछ। साथ दिनुहोस् भगवान् यसको। लु खाऊ काकी आमै। हे प्रभु, सधैँभरि यसै गरी यो बुढियालाई खाना खुवाएर बस्न सक्छु त म? होइन, त्यो सानी दिदी कहाँ गई? त्यसकी आमालाई यसरी भात खुवाइ खुवाइ बस्नु परेको छ।
मेरो बाउको बुद्धि नभएर नि बुद्धि नभएर। लु खाऊ 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 छिटो छिटो, यति खानु पनि कत्रो बेर लाग्यो, रिसै उठ्ने। यो बुढीलाई त केही गर्दा नसक्ने भयो। ल घिच, अझ थुतु गर्छिस्, घिच न घिच 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 घिच। कृति के गर्दै तैँले यसरी कुट्नुहुन्छ यस्तो बेसुरको मान्छेलाई? ए अब हुँदा हुँदा तपाईँ पनि मलाई नै दोषी देख्नुहुन्छ होइन? सुन्नुहुन्छ तपाईँ, यसले मलाई के गरी घाँटी निचारेर झन्डै मारेकी थिए। लो देख्नुभयो त कसरी हेप्दिरहेछ हामीलाई? अब हुँदा हुँदा तपाईँलाई समेत थुक्न थाल्यो। मलाई त कहिलेकाहीँ यस्तो लाग्छ बाबा, यो सब यसले नाटक गरिरहेछ। कहाँ हुन्छ छोरी, त्यस्तो त होइन होला। त्यस्तो होइन भन्दै बसिराख्नु न। हामीले यो पागल्नी भनेर यसकै अगाडि दुनियाँ थरी कुरा गरेर बसेको छ। पछि यो सब नाटक गरेको रहेछ र हामीले गरेको कुरा सब यसले सुनेकी रहेछ भने हाम्रो के हालत हुन्छ एकचोटि सोच्नुहोस् त। तिमीहरूले मलाई पागल भयो भनेर तिमीहरूले यो सब थक गरेछौ होइन? पख तिमीहरूलाई अब मैले जान छु। मेरो घरमा एकछिन बस्ने होइन, एकछिन बस्ने होइन, निस्कियो न। हुन त हो छोरी, अब यो पागल हो कि सत्य हो भनेर कसरी थाहा पाउनु? तपाईँ चिन्ता नलिनुहोस् बाबा, मसँग एउटा आइडिया छ। तपाईँ यिनलाई लिएर मसँग हिँड्नुहोस्। ल ल लिएर हिँड्नु त, लिन लिन। तपाईँ यिनलाई लिएर गोठतिर जाँदै गर्नुहोस्, म एक चिज लिएर आउँछु। ल एउटा हेत्तेरिका, यो त यहीँ पो छोडेर गएछ। होइन, यो कृतिले के चाहिँ गर्न लाग्यो होला त? यही बेला सानीले देख्यो भने त बर्बाद हुन्छ। होइन, कहाँ चाहिँ गयो यो कृति? लु अब यसलाई लिएर गोठभित्र हिँड्नुहोस्। ल ल के चाहिँ गर्न आयो यो कृतिले? होइन है छोरी, यो डोको नामले लिएर के गर्नु खोजेको तैँले? तपाईँ चुप लाग्नुहोस् न बाबा। यो डोको यसरी घुप्ट्याउने अनि यो डोरी यसको घाँटीमा लगाएर झुन्ड्याइदिने। तेरो बुद्धि, यसो गर्दा मान्छे मर्दैन? चाहिने काम गर्नुपर्छ नि। चुप लाग्नुहोस् न तपाईँ, बिस्तारो सानोसोले बोल्नुहोस्। अहिले त्यो सानले थाहा पायो भने सब मेहनत त पानीमा। म जे भन्छु त्यही त्यही मान्नु न। मान्दिनँ म तेरो कुरा। कस्तो छ तेरो बुद्धि है, गोबर भालेको? हेर, पढे लेखा मान्छेको यस्तो छ बुद्धि। मेरो बुद्धि त सही छ बाबा, बरु तपाईँको चाहिँ अझै बुद्धि आएको रहेछ। अब यसो गर्दैमा यिनलाई झुन्ड्याएर मारिहाल्ने त होइन नि। साँच्चीकै पागल रहेछन् भने झुन्डिन्छन्, होइन नाटक मात्रै गरेकी रहेछन् भने झुन्डिन मान्दिनन्। अब त कुरा बुझ्नुभयो होला नि। लु यहाँ राखौँ त, झुन्ड्याउ। घर कोही छैन त। भाइ, ए भाइ, ठुल्बा, कोही पनि छैन। हिजबेला भइसक्यो, आमालाई बाहिर पनि निकालेर नछ। बाबु भित्र जान नि हुँदैन। हुन त ठुल्बाले खानपिन गरिसक्नु भइसक्यो होला। ठुल्बा भएपछि मलाई ढुक्क भएको छ। कमसेकम आमाको रेखदेख त भएको छ। ठुल्बाले आमालाई भात खुवाएर चोटामा सुताउनु भयो होला। ठुल्बा भएपछि मलाई चाहिँ ढुक्क भएको छ। भाइ, ए भाइ, यो पनि एकछिन घर बस्दैन भनेको, कहाँ चाहिँ गयो होला त?
एकछिन है बाबा। लु बाबा डोरी रेडी भयो, उचाल्नु त काकी आमाले। ल ल उचाल ल। ल भाइ लु बाबा अब हामी त्यहाँ लुकेर हेरौँ यिनले के गर्दिरहेछन्। फेरि झुन्डिनु लाग्यो भने आउला न फर्केर। ए लड्छ के छोरी? लड्दिनन् के लड्दिनन्, हिँड्नु न आउनु आउनु लुकौँ हामी। झुन्डिएर मरे पनि यत्रै सिक। आखिर यस्तो मान्छे बाँचेर के काम? यो मऱ्यो भने त हामी पनि यही घरमा सधैँ बस्न पाउँछौँ। के गर्नु, हाम्रो बाउको बुद्धि छैन। खोइ त छोरी झुन्डिन् न त। पख्नु न अहिले झुन्डिन्छन् क्या। अब के गर्नु छोरी? सानीको भाइ आए जस्तो छ। दिदी सानी आयो भने त बर्बाद हुन्छ। एकछिनमा गिटोको लड्यो। कहाँ डोको लड्यो? छिटो घर पनि कति फोर्के, जति सफा गरे पनि फोहोर भएको भाइ गर्छ। त्यसो त्यो कृतिले पनि बडार कुडार गरे त हुने नि, केही भन्नै हुँदैन। होइन घर पनि यस बेलासम्म कोही छैन नि त। दिदी आमा दिदी भाइ के भयो? किन आमा आमा भनेको तैँले? भन्न दिदी हिँड्नु न हिँड्नु। दिदी हिँड्नु भन्छ यो हिँड्नु न भनेको छु। आमा भाइ जान ठुलबाउलाई लिएर आइज, पैसा पनि लिएर आइज। जान्छ त भाइ छिटो आइज न। आमै तिमीले यस्तो के गरेको? मैले केही बुझ्न सकिनँ। होस नभएको मान्छेले जे पनि गर्छ भनिदिएको रहेछ। अब तिमीलाई चाँडोभन्दा चाँडो पैसा खोजेर अस्पताल लान्छु। दिदी लाउनु हस्या लिएर आइस। अनि ठुलो भयो त घरमा त कोही छैन, कसलाई बोलाउनु मैले? एकछिन है भाइ, सुमात आमालाई किन यस्तो गरेको होला? हिँड्दैन बिस्तारले यति रकम लिएर आइज। धन्न तैँले देखिस् र, नत्र आमालाई के भइसक्थ्यो? दिदी हामीले आमालाई एक्लै छोड्नु भएन। अब एक्लै छोड्नु हुँदैन भनेको त हो नि। त एकछिन घर बस्दैनस्, अबदेखि घर छोडेर कहीँ नजा, बुझिस्? हस्। हेर भाइ,
आमाको होस छैन। डाक्टरले भनेको यस्तो बेलामा मान्छेले जे पनि गर्न सक्छ अरे। तैँले नदेखेको भए आमालाई जे पनि हुन सक्थ्यो। दिदी नरुनु, म आमालाई छोडेर कहीँ जान्न। किन आमालाई भित्र लिएर जाऊ? म लिएर जान्छु। बिस्तारै लिएर जा है। हस्। परेसँग पुऱ्याइदिन्छु नि ढोका बुझ्छ। माथि लाएर सुझाए आमालाई। हस्। के भएको भए म कसरी माग्नु? मैले ए दाइ बाउ छोरी हस्याङ फस्याङ गर्दै हिँड्नु भएको छ त कता हो? गोठमा गराएको। लौ गोठा गएर आउँदा नि यसरी के न भएको जसरी हस्याङ फस्याङ गरेर दौडिनु पर्छ त? त्यस्तो केही होइन, तपाईँलाई चाहिँ त्यस्तो लागेको होला। खै मलाई त त्यस्तै लाग्छ। साथी गोठमा चाहिँ के पाले छौ र तिमीहरूले? कि भैँसी किनेर लिएर आयो? पहिला त केही पनि पाले थिएन त। भैँसी हो? ए त्यसो भए त राम्रै भएछ नि। अनि दुनो कि थारो ल्याएको नि? के को दुनो न थारो? भैँसी सैसी केही पनि ल्याएको छैन। बित्थामा नाना थरी सोधेर बस्नुहुन्छ। चढ्नुहोस् बाटो, हिँड्नुहोस् बाबा घर जाऊ। हो त, अरू जहाँसुकै गरास्। के को खोज्ने थियो? हिँड्छ रे घर जाऊ। होइन, तिमीहरू बाउ छोरी पौलायो कि क्या हो? तिमीहरू सानीको घरमा बसेका होइनौ? सानीको घर यता हो कि यता? यता चाहिँ कुन घर जान लागेको? हे भगवान्, यो छोरीको तालमा लाएर नि फस्ने भयो जस्तो छ। होइन, किन नबोल्नु भएको दाइ तपाईँ? कि अर्को घर उता किन्नु भएको छ? हो त, मेरो बाबाले गागलफेदमा ठुलो घर किन्नु भएको छ। हामी त्यही जान लागेको। अरू पनि केही छ कि भन्नु? जाऊ हिँड्नुहोस् बाबा, जाऊ हिँड्नुहोस् भनेको सुन्नु भएन? कृति किन झुट बोले? अब नबोलेर के गर्नु त? खुरुखु हिँड्नुहोस् न, अहिले त्यो जान्छे अनि फर्किउँला। ल ल, जहाँसुकै घर किन, अगाइ भन्दा पदाइ ठुलो। गइ म त। बाबा गई, जाऊ हिँड्नुहोस्। सा